एउटा हामी चार हेभी चाहिँ नखाएको घरमा पनि भाउजूले सुन्नुहुन्छ साथीहरू। यहाँनिर चाहिँ पहिले चाहिँ अनि अब यता जाने नि त हामीहरू उयो जाने यता पुलको सबै एउटै कलरको भइदियो त सायोनारा यसको साथीहरू यसलाई चाहिँ अब बिदा गर्न जान आँटेको म चाहिँ होइन म चाहिँ यसलाई छोड्न आँटेको नि त। ल साथीहरू नमस्ते सेवा जुजालाई पनि म अतिना श्रेष्ठ मेरो च्यानल अतिना ब्लगमा हजुरलाई फेरि स्वागत गर्दै आजको नयाँ भिडियोसको सुरुवात गरिसकेको छु होइन। सिन्ड्रेला घर हेर्नु होइन बाजे बोजूलाई हेर्नु म चाहिँ अब बहिनीलाई आज छोड्नु जानु लागेको नि त। म गएको है राम बस्नु ल बाई 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 बेटा। ल साथीहरू अब हामी चाहिँ गएको अहिलेको लागि चाहिँ होइन। अब फेरि भेटौँ ल। अब यता कहिले आउने यो त एक वर्षमा आउँछ भन्दैछ। एक वर्षमा आउँछ कि के गर्छ कस्तो राम्रो गेट फुल यस्तो राम्रो फुलेको छ हामीहरू कस्तो राम्रो छ गेट फुल फुलेको छ। मेरो दुश्मन छ धेरै ल। अब हामीहरू हिँडेको त्यहाँनिर एकछिन रोक्नुपर्छ आउँछ होला नि। हेलो ए त सुन्तेलाई छोड्न आएको ए लाग्छ कतिले छुन्तालाई छोड्न आएको छुन्तालाई छोड्न आएको खाली मान्छेले गएको हो न। सक्छ आएछ सबै सबै आयो गाइस। जा बाइसँग जा खै बुवा घर जा न घर जा सिन्देला घर जा अब घर जा सिन्देला घर जा सिन्देला घर जा एकछिन हामी जान्छ एकछिन तँ घर जा सिन्देला घर जा बेटा घर जा ल भाइ घर जा हामी त जान्छौँ। बाबा कता गएको ए उयो पुरानो गएको जा घर जा आमाले घर लगेको भन्थ्यो होइन जान्छ त जा बाई बाई। बाबा चाहिँ कता गएको यहाँ गएको छ उयो पुऱ्याउनु भन्छु पछाडि आयो भने पनि टेन्सन त। भाइ जा घर जा सिन्दा घर जा खै बा यसमा बस्छ हाम्रो सिन्दामा त घेरै भयो त्यहाँ बसेर जान्छ होइन काका भिटाको बस पार्क चाहिँ हामीहरू जाँदैछौँ। अलिक उज्यालो देखेन अँध्यार देखेन केही देखेको थिएन अहिले चाहिँ अलिअलि उज्यालो देख्यो भने दोकानको उज्यालोले गर्दाखेरि एकदम अँध्यारो भइरहेको थियो नि त। यहाँदेखि चाहिँ बस पार्क यहीँ हो मुमफली बदाम रहेछन् अल्छी गाडीहरू एउटै छैन दिउँसो हामी त यहाँनिर हिँड्नै सक्दैन जतिखेर कहाँ जाने पानट्याङ्की इन्डिया भालुटुक्रा सिलगढी भनेर भक्कै लगाउँछ। अहिले चाहिँ यहाँनिर आनन्द छ खाली छ होइन यतिखेर चाहिँ। तर पहिले त हामीहरूलाई त 7 बजेपछि त बाहिर निस्किनु दिनुहुन्छ शान्तिले त यहाँको मान्छेहरू कस्तो हुन्छ यतातिर भन्दै। अब अहिले त आनन्दले हामीहरू घुमिरहेको छौँ। अब त हामी ए यहाँ त अहिले दिउँसो भएको त पैसा साट्ने भन्दै फर्किँदाखेरि चाहिँ 11 बज्छ कि झर्नु के अरे गाडीबाट नि बहिनी पूजा गर्ने भन्छ क्या। अनि म चाहिँ रिप्लाई चाहिँ म स्टुडेन्ट हो भन्छु। उयो छैन ड्रेस हुँदैन र हुन्छ ड्रेसमा कि कोटहरू हुन्छ नि त अनि कोटहरूमा झन् उयो देख्छ क्या अनि त्यही पूजा साट्ने भन्छ। बजार साइड चाहिँ यता छ तपाईँहरूले बजार साइड सपिङ गर्नु छ भने यताबाट गर्नु तर हाम्रो चाहिँ सपिङ गर्ने चाहिँ काम केही छैन होइन त्यही भएकोले गर्दा हामी सिधै यता जान्छौँ। अनि तपाईँहरूलाई होटल लाइनहरू चाहिँ यहाँ आएर यस्तो मान्छेहरूलाई अब लज चाहिएको छ बस्नुको लागि भने चाहिँ त्यो रोड पारि चाहिँ एकदम ज्यादा होटलहरू छ होइन। यहाँनिर चाहिँ यो बोर्डर एरिया हो नि त बोर्डर एरियाले गर्दाखेरि होटल ज्यादा छ यहाँनिर चाहिँ होइन यो भन्दा पनि। अनि हाइवे चाहिँ यता छ हाइवेमा चाहिँ मान्छेहरू यस्तो बसेर हावा खाने अनि त्यस्तो गर्छ नि त। त्यहाँ केही पनि देखेन यता यहाँनिर काकर भिट्टादेखिको हाइवे चाहिँ हाम्रो यही हो। यहाँनिर पारी बोर्डर जाने भने बस्यौँ भन्ने छ हामी बोर्डर नजाने होइन नजाने हामीहरू यतै वारीको नै हो। त्यही त भिडियो गर्दा चाहिँ के को पारि यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ पहिले चाहिँ हाम्रो यहाँनिर नेपाल र इन्डिया यताउता गर्ने ठाउँमा चाहिँ एउटा यत्रो ठुलो उयो थियो नि त गेट थियो नेपाल गेट थियो। नेपाल गेटमै भत्काइदिएर चाहिँ
कस्तो लाग्छ कि उयो तल थियो नि त नेपाल गेट थियो होइन त्यहाँ अझै नेपाल गेट भत्काइदिएर चाहिँ कस्तो नेपालै पसेको जस्तो लाग्नु पहिला त्यो गेट आइपुगेको बित्तिकै हो हामी नेपाल आयौँ जस्तो लागेर आउँथ्यो अहिले चाहिँ पहिले उता इन्डियाबाट आउँदाखेरि अहिले चाहिँ नेपाल गेटै भत्काइदिएको छ यहाँ रहेछ होइन होइन हामी यहीँनिर घुम्न आएको हामीहरू यहाँनिरको आनन्द लिएको पानी ट्याङ्की त बन्द भइसकेको हुन्छ नि ए यहाँ देख्न सक्नुहुन्छ साथीहरू यहाँनिर चाहिँ पहिले चाहिँ यहाँनिर गेट थियो त्यहाँनिर गेट थियो पहिले चाहिँ अब यहाँदेखि चाहिँ एकदम पहिलेको त्यो गेटहरू भत्काएर चाहिँ कस्तो ए त्यहाँनिर होइन अरे यहाँनिर चाहिँ अब चाहिँ उज्यालो भयो नि त यहाँनिर पानी ट्याङ्की चाहिँ के गर्नु जानु क्याफे त कहाँ छ त्यही त कता यताबाट जानुपर्छ नि अब यताबाट जाने नि त हामीहरू उयो जाने यता पुलतिर जाने एकछिन पुलतिर जान्छौँ हामीहरू होइन यो चाहिँ होइन होइन हामी आयो गाडी हालिदिन्छ होला हौ हामी एउटा हाइवे घुम्न आएको यहाँनिर एउटा यहाँ गरिरहेको छ त त्यसमा होइन नि यसमा राम्रो आउँछ नि त है कहाँ विदेश पुगेछ त भयो त नि त फोटोमा राम्रो आउँथ्यो होला यहाँनिर एउटा फोटो तर नखिच्नु म कति खिच्नु फोटो बस खिच्दिनँ कति खिच्नु फोटो त्यहाँतिर यहाँ त अब उयो हुन्छ होला एकछिन भेट्नु भएर होइन एकछिन भेटौँ ल मार्छ यहाँनिर भिडियो गर्नु दिँदैन कि दिँदैन यहाँ त भिडियो गर्नु पाइँदैन होला अब भने चाहिँ यहाँ शीतल हुँदा यहाँनिर पुरा लाइट लगाइदिएर कस्तो राम्रो देखेँ कि यहाँ यतिदेखिको यतिमा हेर्दा चाहिँ पुरा हामीहरू कहाँ विदेशमा छौँ जस्तो कि यतिदेखि यति हेर्दाखेरि चाहिँ होइन मुनि नजाने मुनि जाने र नजाऊँ ल मुनि कता क्याफे जाने ल क्याफे जाऊँ न त हामी यहाँसम्म मात्रै आऊँ यहाँदेखि भोलि हामी उतै जाने हो नि त अब आज चाहिँ यहाँसम्म मात्रै आएको यहाँदेखि देख्छ यहाँदेखि यता हेर्दाखेरि तपाईँहरूले कस्तो राम्रो देखेको छ यहाँदेखि चाहिँ पुरा हामी कहाँ बाहिरतिर छुँदो छ नि त नि सफा पनि फेरि कति सफा छ नि यतिमा मात्रै यतिमा मात्रै सफा छ सफा गरेर बनाएको छ पहिले चाहिँ यहाँनिर गेट थियो है पहिले यहाँबाट ठुलो गेट थियो हाम्रो नेपाल गेट थियो त्यो नेपाल गेटलाई तोडिदिएर चाहिँ अहिले त्यो गेट चाहिँ यहाँनिर छैन त्यो गेट अनि अब हामी चाहिँ नेपाल र इन्डिया एकदम भाइभाइ भएको अरे कि त्यही भएकोले गर्दा नेपाल गेटै तोडिदिएर चाहिँ अहिले एउटा चिन्हले मात्रै चिन्ने कि नेपाल यो इन्डिया भनेर छैन हाम्रो गेटै निकालिदिएको छ तर त्यो गेट चाहिँ ननिकालिदिनु पर्ने हो कि त्यहाँदेखि गेटले जस्तो राम्रो देख्थ्यो र साथै अब एकछिन भेट साह्रै लामो भयो यो बाटोको है भिडियो एकछिन भेटौँ न हामीलाई फुच्चीहरूले घुमाउनु लिएको फुच्चीहरूलाई हामीले घुमाउनु लिएको कि हामीलाई यिनीहरूले घुमाउनु लिएको थाहा भएन है यो चाहिँ हामीलाई यिनीहरूले लिएर आएको घुमाउनु यहाँ अरे गणपति यहाँ रहेछ गणपतिले कस यहाँ रहेछ अब पस्नेभित्रै कता बाहिर यतै बस्ने हो अलिक शीतल भन्ने ठाउँमा बस्ने भित्रै शीतल हुन्छ होला बाहिर हुँदैन भित्रै बस्नु साथी यतै बस्नुपर्छ खाली छैन सुसन ए यहाँ रहेछ त खाली यता खाली यहाँ बस्नु भइहाल्यो त राम्रो ठाउँमा पनि परेन नि भ्यू हेर्दै इस तरह बैठे मेरो यहाँनिर क्यामेरा राखेर भिडियो गर्न थाल्नु
मुखा काटिरहनु भएको छ अरे के त्यही भएको हामी चाहिँ हल्का जस्तो मात्रै खाएको थियो यहाँनिर होइन उल्टा उल्टा दिएर यो त मेरो म चाहिँ टिभीमा हो मैले जहाँ गए पनि चिया हो म चिया लभर हो कि गाइस त्यही भएर चियाबारी जिन्दगीमा मलाई केही छैन चिया पनि मलाई चाहिँ यो मतलब लोकल चिया चाहिएको तर यो चाहिँ यो मिसिनबाट बनाएको चिया रहेछ कि अलिक मिसिनबाट बनाएको चिया चाहिँ अलिक टेस्ट हुँदैन एउटा हामी 4 जनालाई 4टा आयो ठिकै भयो ल हामी चाहिँ अब खान्छौँ खाएर छिटो खाएर चाहिँ हामी चाहिँ गइहाल्नु गएर चाहिँ भात खानु पर्छ लोकल कुखुरा हामी चाहिँ पछि लोकल कुखुरा हालेर भात खानु चाहिँ गएर त्यही हामी छिटो खान्छ यसको लागि पर्खेको लगभग 1 घन्टा पर्खेको होला बल्ल आयो अहिले चाहिँ खान्छौँ भने खाएर चाहिँ हामी चाहिँ एकैचोटि घर गएर भात खान्छौँ साथै तपाईँलाई घरमा भेटिन्छ मान्छे आयो भने कफी र कफी र के भन्छ होइन एक्चुली बेस्ट पिक्यो भने अनि कफीहरू चाहिँ लिनु जरुरी थियो कि खाना खानुपर्ने हामी पनि गयो टिकटक बन्छ साथीहरू एकछिन तपाईँहरूलाई कल गर्छु ल एकछिन कल गर्छु ल बाई ल साथी फाइनली हाम्रो लास्ट अर्डर चाहिँ आयो होइन अर्डर अझै एउटा चाहिँ क्यान्सल गऱ्यौँ हामीहरूले यो चाहिँ रह्यो एउटा चाहिँ क्यान्सल गर्दा अझै टाइम लाग्छ अरे भनेको छ अनि हामीहरू यहाँ 6:30 बजीसम्म बसेको कति बजिसक्यो अरे अहिले 8 बजिसक्यो भने अझै 1 घन्टा लाग्यो भने त टाइम धेरै लाग्छ त्यही भएर अर्को चाहिँ अर्डर गर्दा अब यो मात्रै खाने खाएर चाहिँ हामीहरू जाने यहाँदेखि नै साथीहरू अघि नै जाने हो कि फेरि पनि बस्नु पऱ्यो म त यादै थिएन यो पनि छ भन्दा नि हामी यति धेरै फोहोर बनायो नि दिन सक्नुहुन्छ फोहोर भएको यसले बनाएको होइन फोहोर आफै भएको यहाँनिर चलो उठ्नु मन लाग्यो नि यहाँ बसिरहेको लान्छ हामी यहाँनिर निस्क्यो यहाँनिर चाहिँ पुरा पोस्टहरू राखेको रहेछ डेमोको लागि होला लान्छ हामी निस्केको हाम्रो बिल यतै गर्नु हाम्रो कस्तो के भयो होला अनलाइन गरिदिनु ल नयाँ देखा कानु यहाँ अघि यहीँ देखिरहेको छु मैले तर आँखा गाउँदैछ त के गर्दा नि यसले मजाले खिच्दैन होइन हजुर कति दिनु यता न यहाँ मेरो उयो हाल्दैछ त कता तैँले यहाँ देखाएको तीन साल पछि भन्नु अरे हामी चाहिँ यहाँनिर खाइ निस्किने अलिकति होइन अँधेर नअँधेर यता दिउँसो चाहिँ लाउँदा र साथी अब हामी घर पुग्छौँ घर पुगेर नै अब के भन्नु यतैतिरबाट भिडियो चाहिँ एन्ड गरिदिउँ होला आजको भिडियो यति नै भोलि अर्को भिडियो लिएर आउने बाचा गर्दै बाई